मैले यहाँ यसरी नेपालको झन्डा बनाएर राखेको छु है। जो पनि ब्राजिल आउनुहुन्छ अनि यो स्टेयरहरू हेर्न आउनुहुन्छ उहाँले चाहिँ यहाँ आएर यो नेपालको झन्डा देख्नुहुन्छ र डोन्ट फर्गेट टु ट्याग मी है। मलाई ट्याग गर्नु होला। मेरो युट्युब च्यानल पनि सब्सक्राइब गर्नु होला, मेरो फेसबुकमा पनि फलो गर्नु होला है। नेपाल फाइनली यहाँ हाम्रो नेपाल देख्न हुन्छ। म हिजो यो एस्काडारिया सेलारोनमा यो एकदमै फेमस सिँढी भएको ठाउँमा आएको थिएँ होइन। 2-3 पटक तल माथि गरेँ। हाम्रो नेपालको चिनो, नेपालको झन्डा जस्तो केही पनि भेट्टाइन। 60वटा देशभन्दा बढीले कन्ट्रिब्युसन गरेर बनाएको यो ठाउँमा 2000 भन्दा बढी टाइल छन् होइन। तर पनि हाम्रो सिनारी केही पनि भेट्टाइन क्या मैले। त्यही भएर यहाँ आएर अब मैले यो सिँढीमै चाहिँ टाइल टाँच्न अब असम्भव रहेछ है। त्यो फोटोहरू खिच्ने दोकानको भित्तामा यहाँ यसो फोटोहरू प्रिन्ट गरेर राख्न मिल्दो रहेछ। त्यही भएर मैले अब एउटा हाम्रो चिनारी जस्तो झल्किने केही खिचेर टाइलमा प्रिन्ट गरेर भित्तामा फ्रेम जस्तो झुन्ड्याएर चाहिँ छोड्ने निर्णय गरेँ। यो सब यसरी विदेश आउँदा आफ्नो देशको केही चिनारी नदेख्दा चाहिँ कस्तो लाग्दो रहेछ। अपर्च्युनिटी त थियो। अब हाम्रो दूतावास अथवा कसैले पनि केही आफ्नो तर्फबाट पहल नगरेको जस्तो देखियो क्या। म यहाँ यति पर लगभग 15,000 किलोमिटर नेपालदेखि आएको छु। त्यही भएर यो मेरो चिनो पनि हुन्छ, हाम्रो देशको चिनो पनि हुन्छ, झन्डा पनि छ भनेर मैले यहीँ यो भित्तामा टाइलै टाँच्न त नपाइने रहेछ अब यसरी स्टेजमा। तर यहाँ भित्तामा राख्ने मैले यहीँ छोडिदिने निर्णय गरेँ। यदि तपाईँहरू कोही आउनुभयो र भेट्नुभयो भने चाहिँ मलाई ट्याग गर्नु होला है। अब यदि तपाईँहरू कोही यहाँ आउनुभयो ब्राजिलमा र यो मलाई भेट्टाउनु भने चाहिँ कृपया ट्याग गर्नु होला है। थ्याङ्क यू।